सो हेलो एन्ड वेलकम गाइज। यहाँ हेर्नुहोस् न, म चाहिँ पुरा रेडी तयार भएर चाहिँ अब फेरि घरबाट निस्किन हिँड्न लागेको के। हिजोको ब्लग त देखिहाल्नु होला, हाम्रोतिर नेटवर्क नभएको कारणले गर्दाखेरि ब्लग हाल्न यत्तिको ढिलो भएको। अहिले पनि म घरबाट हिँडेको हुनाले मात्रै ब्लग हाल्नु पाएँ। अनि अब यो फेरि सुरु गरेको छु। अब यो कहिले हाल्दा पाउने हो है त। म चाहिँ अब डुल्न हिँडेको, तपाईँहरूलाई अहिले नै भनिहाल्दिनँ। अब यहाँनिर बिहानै गाडी लिन आउँदैछ। अहिले त्यसमा चढेर जाने, गाडी भन्दा पनि त्यो पिलपिले हिजोआज अलिक हेभी खालको आएको छ नि, अटो टाइप हो, त्यसमा जाने हो कि। अब त्यसमा गएर अनि भन्दिनँ के म तपाईँहरूलाई, रेलमा जाने, रेलमा जाउँ साथीहरू। अब हामी फेरि निस्केर हिँडिसकेका छौँ। यहाँनिर बडाबाहरू हुनुहुन्छ अनि म छु एउटा, यहाँ दाजु अगाडि ड्राइभर। हेर्नु न, बिहान बिहान त बहुत चिसो हुँदो रहेछ नि त। यहाँ मुखामा यसो नगरिकन त बस्नै नसकिने भयो कि, बहुत चिसो। त्यस्तै मलाई असह्य हुन्छ चिसो भनेपछि। तिमीहरू आज छिटो उठेको भएर होला, बेसी चिसो लागेको नि। अब अरू बेला त बिहानै उठिन्छ नि त, 7:30 6 7:30 बजीतिर भनेर पनि के भन्नु। रेगुलर टाइम भनेको चाहिँ अब 5:30 हुन्थ्यो, आज चाहिँ 4:30 भयो। अलिक छिटो उठ्नुपर्ने भयो, त्यसले गर्दाखेरि बेसी चिसो भएको होला। अनि फेरि यसरी हिँडिँदैन नि त बिहान बिहान, कम चिसो आउँछ हावा। ल अब जाउँ है त। एकैचोटि म तपाईँहरूलाई स्टेसन पुऱ्याएर देखाउँछु कि। ल साथीहरू, हामी चाहिँ यहाँ स्टेसनसम्म पनि आइसकेका छौँ है। अब यहाँदेखि यहाँ हाम्रै मोदीजी हुनुहुन्छ, यहाँ रुङ्नु परेन। हामी कता के काम बिगार्छौँ के गर्छौँ भनेर होला म बस्नु भएको यहाँ। अनि यहाँ स्टेसनसम्म आइपुगेको छ। हाम्रो स्टेसन चाहिँ यो हो है, मजाले हेरिदिनु होला। अब टिकट सिकट गरेर अनि जाने हो हामी तिनजना। आफ्नो आफ्नो बेग लिएर। चिसो, बहुत चिसो हो आज, छिटै हिँड्नु पर्ने भयो नि त, त्यसले गर्दाखेरि। ल अब यहाँनिर गएर टिकट सिकट लिउँ है त। साथीहरू, हामी त्यहाँबाट निस्केर टिकट सिकट लिएर यहाँ फेरि यहाँ उमा आइपुगेको छौँ प्लेटफर्ममा। यहाँ बडाहरू, यो बडाहरूलाई सुरक्षित लिएर जानु छ कि मैले। काकै आउँदै हुनुहुन्छ, अब पर आइपुग्ने बेला भयो होला। अब उहाँ आइपुग्नु भयो होला, स्टेसनसम्म आइपुग्ने भन्दै हुनुहुन्थ्यो। अब काकीलाई पनि लानु छ, 4जना हुन्छ अब। ए भाइ आएछ, भाइ गोडा ढोक्छ, गोडा उसले दिन्छ त। काकी आइपुग्नु भाइ, अब हामी जान्छौँ। मान्छे थपिया थपे भयो साथीहरू। यहाँ दिदी आइपुग्नु भएछ, फेरि यता दादा आई, अनि हामी त धेरैजना भयो त। 3जना हिँडेको, 4जना 5जना 6जना भइसक्यो। रमाइलो हुने भयो हाम्रो। ल साथीहरू, अब हामी ट्रेनमा पनि चढिसक्यौँ। यता मैले काकी, बडाइमा, दिदी सबैलाई अगाडि पुऱ्याएर अनि म चाहिँ यहाँ उभिरहेको छु। ल साथीहरू, अब चाहिँ हामी यहाँ ट्रेनबाट पनि नामेर अब हिँड्दै जानुपर्ने भयो अब बाहिर। अब यहाँ हामी हिँड्यौँ। काकी यता बडाबा, उहाँनिर हो उता अगाडि अगाडि दाजु दिदी कहाँ बडा हुनुहुन्छ। ल जाउँ अब गाडीमा चढेर। अब ट्रेनले पुऱ्याएन ठाउँमा। साथीहरू, अब हामी यहाँ पनि आइपुग्यौँ है बडाहरूको घरसम्म। मेरो फोनमा ब्याट्री सकिएको थियो कि, त्यसले गर्दाखेरि मैले तपाईँहरूलाई देखाउन पाइनँ। एकछिन चार्जमा राखेर निस्केको, यहाँनिर एकछिन सुतेँ पनि। अब कोही पनि हुनुहुँदो रहेछ अहिले हो। ल त फेरि भेटौँ अर्को भिडियोमा, तबसम्मको लागि बाई बाई।